आज मुस्लिमहरूले हिन्दू देश छोड भनेर भनेपछि हिजोको नारा हामीले सुन्यौं। हिजोको नारा हिन्दू भगाऊ देश बचाऊ भनेर। बचाऊ भनेपछि योभन्दा अपराधी षड्यन्त्र त कहीँ हुँदैन नि। केही मूर्ख र नासमझ किसिमका मुस्लिम युवाहरूले जोशमा आएर हिन्दू भगाओ देश बचाओ भन्ने नारा लगाए। यो कुरालाई दुर्गा प्रसाईले सुन्नुभयो र त्यसप्रति आफ्नो प्रतिक्रिया पनि दिनुभयो, जसरी तपाईहरूले उहाँको मुखबाट सुन्नुभएको छ। तर अलि यी नारालाई पनि सुन्नुहोस्। कटुवा मुस्लिम देश छोड, मिया मुस्लिम देश छोड। त्यो भन न, पहिला स्टार्ट कसले गरेका छन् हिन्दू भगाऊ देश बचाऊ भनेर, अनि लास्टमा यिनीहरू स्टार्ट गरेको छ हाम्रो सनातन धर्मको साथीहरू दाजुभाइहरूले। स्टार्ट त पहिले तिमीहरूले गरेको हो नि त। अनि अहिले भिडियो हेराएर भन्छौ सफाइमा यो चल्नेवाला छैन नि। ती ठिकै गरेका छन्। तिमीहरू के सोचिरहेको थियो अस्तिदेखि? जस्तो अरू कन्ट्रीमा भइरहेको छ त्यस्तै यहाँ पनि कब्जा गरिहाल्ने? यहाँ त हुनेवाला छैन। 80% सनातन धर्मको देशमा भएर पनि उसको उल्टे विरोध गर्ने हो तिमीहरू। लाज पनि लाग्दैन तिमीहरूलाई? साला मुल्लाको पैदाइस। म त के भन्छु तिमीहरूलाई कि तिमीहरूको बाउ पुर्खाले जे गल्ती गरो तिमीहरू नगर दोबारा। बाबरको पालामा जो तिमीहरूको पुर्खाले हिन्दूबाट मुस्लिम बन्यो त्यसलाई सुधार। अहिले सुधार्ने टाइम आइसक्यो। हिन्दूबाट मुस्लिम बनेको छ त्यसलाई सुधार। अब तिमीहरू हिन्दूमा आइजाऊ। अब तिमीहरू सनातन धर्म अपनाऊ अनि कल्याण हुन्छ तिमीहरूको। यो मैले साँच्चीकै भनेको हो। बाबरले शासन गरेर इन्डियामा डराएर धम्काएर तिमीहरूको पुर्खालाई मुस्लिम धर्म अपनाउन लायो र तिमीहरूको अहिले कसले डराइरहेको छ त्यो भन। कसैको त डर छैन नि। त्यही भएर तिमीहरू सनातन धर्म र आफ्नो धर्मलाई मेन जो त तिमीहरूको छ त्यसलाई अपनाइहाल अनि राम्रो हुन्छ। र यो देशलाई 100% हिन्दू भएको देश घोषित गराऊ अनि राम्रो हुन्छ। हो कि होइन तपाईँहरू कमेन्ट गरेर भन्नुहोस्। जय श्री राम।